क्लास 12 मा म्याथमा रहेको गॉस साइडल मेथड। गॉस साइडल मेथड आज हजुरहरूलाई सिकाउँछु। त्यो पनि क्याल्कुलेटरको हेल्पले कसरी विदिन मिनेटमा एन्सर फाइन्ड गर्न सक्नुहुन्छ। विदिन मिनेट, हजुरलाई बढी दिमाग नै लगाउनु पर्दैन। सबभन्दा पहिला कि गॉस साइडल मेथड भन्नाले हुन्छ के, म त्यो हजुरलाई सम्झाउँछु। यदि हजुरलाई डाइरेक्टली ट्रिक नै चाहियो भने क्याल्कुलेटरबाट कसरी एन्सर निकाल्ने त भिडियो स्किप गरिदिनु होला। म फर्स्टमा सम्झाउँछु व्हाट इज गॉस साइडल मेथड। जस्तै कि हामीले गॉस एलिमिनेसन मेथडबाट लिनियर इक्वेसनहरूलाई सोल्भ गर्छौँ, सब्स्टिट्युसन मेथडबाट म्याट्रिक्स रो इक्विभ्यालेन्ट म्याट्रिक्सबाट। त्यस्तै गॉस साइडल मेथड पनि एउटा मेथड हो जुन मेथडले हामी के गर्न सक्छौँ, लिनियर इक्वेसनलाई, सिस्टम अफ लिनियर इक्वेसनलाई के गर्न सक्छौँ, सोल्भ गर्न सक्छौँ। जस्तो कि a1x प्लस a2y इज इक्वल्स टू c a3x प्लस a4y इज इक्वल्स टू c2। यो दुईवटा जुन सिस्टम अफ लिनियर इक्वेसन यहाँ हेर्नुहोस् डिग्री के छ 1 मात्रै, यसको मतलब दुईटै लिनियर इक्वेसनलाई हामी कसरी सोल्भ गर्न सक्छौँ। यस्तै इक्वेसनहरूलाई हामी सोल्भ गर्न के गर्छौँ, आज गॉस साइडल मेथड युज गरेर लिनियर इक्वेसनलाई सोल्भ गर्छौँ। त्यो पनि क्याल्कुलेटरको हेल्पले यति इजिली सोल्भ हुन्छ। त्यो ट्रिक म हजुरलाई दिन्छु। बुझ्नुभयो? गॉस साइडल मेथड एउटा मेथड नै हो जुनले के गर्छ, हामी सिस्टम अफ लिनियर इक्वेसनलाई सोल्भ गर्छौँ। र यो एउटा इटरेटिभ मेथड हो इक्वेसनलाई सोल्भ गर्ने। इटरेटिभ भन्नाले हामी इटरेसन चलाएर, लुप चलाएर के गर्छौँ, एक्स वाई र जेडको भ्याल्यु फाइन्ड गर्छौँ। अब एक्स वाई जेड नभएर जे पनि हुन सक्ला, 3वटा भ्यारिएबल चाहे 2वटा भ्यारिएबल होला। त्यही इक्वेसनहरूलाई हामी सोल्भ गरेर भ्यारिएबलको भ्याल्यु फाइन्ड गर्छौँ, इटरेटिभ। र यसमा हामी के गर्छौँ, एप्रोक्सिमेट भ्याल्यु लिन्छौँ। के गर्छौँ, एप्रोक्सिमेट भ्याल्यु लिएर के गर्छौँ, सिस्टम अफ लिनियर इक्वेसनलाई सोल्भ गर्छौँ। जस्तो कि एक्सको भ्याल्यु एक्ज्याक्ट 1, 2 नहोला, 3 नहोला, डेसिमलमा होला, तर त्यसलाई हामी के गर्छौँ, एप्रोक्सिमेट भ्याल्यु लिएर एउटा गेस गरेर त्यति भ्याल्यु हामी एक्स वाई जेडको फाइन्ड गर्छौँ। अब के कन्डिसन छ त गॉस साइडल मेथडलाई सोल्भ गर्ने। मानौँ यो 3वटा सिस्टम अफ लिनियर इक्वेसन दिएको छ, 3वटा लिनियर इक्वेसनहरू दिएको छ र यसलाई हामी के गर्ने, सोल्भ गर्ने बाई युजिङ गॉस साइडल मेथड। त यसमा कन्डिसन के छ कि हामी इक्वेसन 1, 2, 3 मान्नुपर्छ के को बेसिसमा। अब हेर्नुहोस्, यो तीनटै इक्वेसन छ, त्यसको कोफिसिएन्टहरू हुन डायगोनली डोमिनेन्ट हुनु पर्यो। मतलब यदि इक्वेसन 1 छ, यो इक्वेसन 2 छ, इक्वेसन 3 छ भने यसको कोफिसिएन्टहरू डायगोनली के हुनु पर्यो, डोमिनेन्ट। भन्नाले इफ यो इक्वेसनमा a12 छ कोफिसिएन्ट, a11 a13, यसको मतलब a11 ग्रेटर देन हुनु पर्यो a12 प्लस a13 भन्दा। यो जुन कोफिसिएन्ट छ x1 को, त्यो यो दुईटाको समभन्दा के हुनु पर्यो, ठुलो हुनु पर्यो। त्यस्तै अब सेकेन्ड इक्वेसनको केसमा a22 जुन कोफिसिएन्ट छ त्यसको त्यो चाहिँ a23 र a21 को समभन्दा बढी हुनु पर्यो। र सेम एज लाइक इक्वेसन 3 मा पनि कोफिसिएन्ट a33 यो दुईटाको समभन्दा के हुनु पर्यो, ठुलो हुनु पर्यो। जस्तो कि यो यदि यो केसमा हेऱ्यो भने a33 इज ग्रेटर देन a31 प्लस a32। र यस्तो केसमा मात्रै, डायगोनली डोमिनेन्ट भएको केसमा मात्रै हामी के गर्न सक्छौँ, इक्वेसनलाई सोल्भ गर्न सक्छौँ। म यो एउटा क्वेसन सोल्भ गरेर हजुरहरूलाई हेराउनेछु कि क्याल्कुलेटरबाट कसरी चाहिँ इक्वेसनहरू सोल्भ गर्ने। अब हेर्नुहोस्, यो एउटा क्वेसन छ। अब इक्वेसन 1 कसलाई मान्ने, इक्वेसन 2 कसलाई मान्ने, इक्वेसन 3 कसलाई मान्ने। त हेर्नुहोस् त, फर्स्ट इक्वेसनमा के हुनु पर्यो, फर्स्टको कोफिसिएन्ट चाहिँ के हुनु पर्यो, x1 को कोफिसिएन्ट ग्रेटर देन द सम अफ बोथ अफ कोफिसिएन्ट। एन्ड सेकेन्ड इक्वेसनको केसमा यसको यो दुईटाको समभन्दा
यो चाहिँ ग्रेटर हुनु पर्यो र थर्ड इक्वेसनमा चाहिँ A33 को कोएफिसिएन्ट यो दुटाको सबभन्दा बढी हुनु पर्यो। एक्ज्याक्टली त्यही त छ अहिले। यसले हेर्नु त त्यही छैन। 12 इज ग्रेटर देन इक्वल्स टु 3 प्लस छैन, हेर्नुहोस् त ग्रेटर, यहाँ 8 मात्रै हुन्छ। त्यस्तै यहाँ छ 5 इज ग्रेटर देन 1 प्लस 3 छ, यो पनि ट्रु छ। र यो 7 प्लस 3 10 अनि यो 13, यसको मतलब यो पनि ग्रेटर। यसको मतलब यो चाहिँ अलरेडी डायगोनली डोमिनेन्ट छ। हामी के लेख्न सक्छौँ कि हेन्स दे आर डायगोनली डोमिनेन्ट। अब चाहिँ हामी के गर्ने, इक्वेसनलाई सोल्भ गर्ने। यसलाई इक्वेसन 1 मानिदिन्छु, यसलाई 2 मानिदिन्छु, यसलाई 3 मानिदिन्छु। म पेपरको स्क्रिनमा लग्छु यसलाई। अब हेर्नुहोस् त यो क्वेसन छ, यो अलरेडी डायगोनली डोमिनेन्ट छ त मैले यसलाई के गरेँ, इक्वेसन 1 इक्वेसन 2 अनि इक्वेसन 3 मानिदिएँ। फर्स्टमा हामी चेक गर्ने स्टेप के थियो, फर्स्टमा हामी चेक गर्ने वेदर इट इज डायगोनली डोमिनेन्ट अर नट। इट इज डायगोनली डोमिनेन्ट। अब हामीले के गर्नुपर्छ, यसलाई x1 x2 र x3 को भ्यालु निकाल्नु छ। त्यही भएर x1 x2 x3 को टर्म्समा लेखिदिने। फर्स्ट इक्वेसनलाई x1 को टर्म्समा, सेकेन्ड इक्वेसनलाई x2 को टर्म्समा र थर्ड इक्वेसनलाई x3 को टर्म्समा। कसरी हेर्नुहोस्, 12x1 इज इक्वल्स टु, म यो दुईटै भ्यारिएबललाई यो साइड पठाइदिन्छु। कति हुन्छ 1 माइनस 3x2 प्लस यो माइनस यहाँ यो भ्यालु चाहिँ 5x3। अब x1 इज इक्वल्स टु 1/12 1 माइनस 3x2 प्लस 5x3। यो बुझ्नुभयो नि मैले के गरेँ, यो फर्स्ट इक्वेसनलाई मैले x1 को टर्म्समा लेखेँ है। त्यस्तै यो इक्वेसनलाई पनि x2 लाई पनि त्यसरी नै 1/5 अनि 28 माइनस x1 माइनस 3x3। त्यस्तै x3 लाई पनि 1/13 1 माइनस 3x1 प्लस 7x2। अब हामी के गर्ने, इनिसियली हामी x2 र x3 को भ्याल्यु चाहिँ सपोज भनौँ चाहिँ गेस भनौँ 0 सपोज गर्ने। 0 x2 इज इक्वल्स टु 0 एन्ड यो हामीलाई त थाहा छ इटरेटिभ मेथड हो इक्वेसनलाई सोल्भ गर्ने। हामी गेस गरेर नै सोल्भ गर्छौँ, एप्रोक्सिमेट भ्यालुलाई नै एउटा भ्यालु दिन्छौँ एक्स वाई र जेडको। त्यही भएर इनिसियली हामी के गर्यौँ, x2 र x3 को भ्यालु 0 गेस गर्यौँ। अब म एउटा इटरेसनको टेबल बनाउँछु, किनकि इटरेसनको टेबल बनायो भने झन् इजी हुन्छ र रिड्युस हुन्छ, नत्र धेरै लामो हुन्छ। यो 3 मार्क्समा सोध्छ र 3-3 4-4 पन्नामा बनाएर केही फाइदै छैन। त्यही भएर म एउटा टेबल बनाउँछु। अब चाहिँ हेरौँ, अब के गरेँ मैले, एउटा इटरेसन टेबल बनाएँ र त्यहाँ x1 जुन भ्यारिएबल छ त्यो लेखिदिएँ। यहाँ अलि आँटेन, जे होस् यति चाहिँ x1 x2 र x3 चाहिँ लेखिदिने है। अनि त्यसपछि के गर्ने, अब हेर्नु यहाँ ट्रिक आउँछ क्यालकुलेटरको। अब क्यालकुलेटरमा चाहिँ कसरी थिच्ने, जुन पनि क्यालकुलेटर छ जोसँग साइन्टिफिक यो हुन्छ। तब हेर्नुहोस् के गर्ने, हामी एकछिन फोकस भएन। यो जुन x1 छ त्यसलाई म a मानिदिन्छु। यहाँ अल्फामा a छन् नि, जुन a b c d, यता फोकस हेर्नुहोस् त, a b c d जुन छ नि, म x1 लाई a मानिदिन्छु, x2 लाई b मानिदिन्छु र के भन्छ x3 लाई c मानिदिन्छु है। अब हेर्नुहोस् त, म हेर्नुहोस् कसरी हाल्छु। फर्स्टमा छ x1, त्यहाँ अलि ब्लर छ तर हजुर क्यालकुलेटरमा हेर्नु, x1 को ठाउँमा म के लेख्छु a र इज इक्वल्स टु यो अल्फा थिचेर यो वाला इज इक्वल्स टु कति छ 1/12 छ, 1/12। त्यसपछि ओपन ब्र्याकेट अनि त्यसपछि छ 1 माइनस 3 x2 छ त x2 को ठाउँमा b, त्यसपछि प्लस 5x3 मतलब c। अब म इज टू हाल्छु, अल्फा थिचेर यो इज टू जुन छ नि त्यो इज टू। अब b इज इक्वल्स टु
फेरि के छ b = छ 1/5 b को मतलब x2 है। यहाँ xyz पनि दिन सक्छ त xyz लाई पनि abc नै मान्ने हुन्छ। अब 28 माइनस a अनि माइनस कति छ -3c त्यस्तै c = कति छ 1/13 ब्रैकेट ओपन 1 - 3a + 7b। अब के गर्ने अब सबैलाई यसरी हालिसकेपछि इस्टु पछि अब के गर्ने क्याल्की थिच्ने क्याल्की थिच्यो। फर्स्टमा त इनिशियली हामी त b को भ्यालु मतलब x2 को भ्यालु 0 सपोज गरेर छ त 0 हाल्दिने 0 = c को भ्यालु पनि 0 इक्वल टु फेरि इक्वल टु अब हेर्नुस् a को भ्यालु आयो। अब यता फोकस गर्छु। अब हेर्नु कति सिम्पल छ। a को भ्यालु आयो इटरेसन 1 मा a को भ्यालु आयो कति 0.083। त्यस्तै म फेरि इक्वल टु थिच्छु। अब b को भ्यालु आयो मतलब x2 को फोकस अनि यसको भ्यालु कति आइरहेछ 5.58 फेरि इक्वल टु थिच्छु c को भ्यालु 3.06 फेरि म थिच्छु एकचोटि अझै यसपालि त a को भ्यालु माइनसमा आयो सेकेन्ड इटरेसन यसपालि सेकेन्ड इटरेसन अब -0.035 आइरहेछ यसको चाहिँ 3.768 अनि c को भ्यालु 2.114 त्यसपछि फेरि इक्वल टु a को भ्यालु थर्ड इटरेसनमा कति आयो 0.022 अनि 4.32 2.401 यो लगभग 0 आइरहेछ अनि b को भ्यालु 4.15 आइरहेछ अनि 2.31। अब यदि हामीले फेरि गर्यो भने फेरि पनि रिपिटेड यतिकै भ्यालु आउन सक्छ। फेरि यो इटरेसनमा यो लगभग अराउन्ड 0 आइरहेछ यो 4 आइरहेछ अराउन्ड अनि यो 2 आइरहेछ नियरली भ्यालु एप्रोक्सिमेट भ्यालु लिन्छ। मलाई लाग्छ मैले इक्वेसनमा पनि कतै मिस्टेक गरेको छु कि किनकि यति एकैचोटि त नआउनु पर्ने सिन्स यो 3x25 c अनि 28a - 3c कि मैले क्वेसनै रङ सारेको छु। ल त्यही पनि फिफ्थ इटरेसनमा के आयो अब हेर्नु x1 को भ्यालु लगभग 0 आयो x2 को भ्यालु 4 जतिको आयो अनि x3 को भ्यालु 2 जतिको। अब हामी चेक गर्ने यो इक्वेसनमा सेटिस्फाई हुन्छ कि हुँदैन है। अब हेर्नुस् त x1 को भ्यालु 0 छ त 12 * 0 + 3 * what 4 - 5 * 2 यो कति आइरहेछ 4 3 = 12 - 10 मिलेन त केही मिस्टेक गरेको छु कि। तर बनाउनलाई चाहिँ यसरी नै बनाउने र लास्टमा गएर xy z को भ्यालु म अर्को क्वेसन सोल्भ गरेर आउँछु हजुर। यो क्वेसनै मलाई अलि रङ लाग्यो। हेर्नुस् त एउटा यो क्वेसन छ त्यो क्वेसनमा मलाई अलि इरर जस्तो लाग्यो म यो पनि सोल्भ गरेर आइदिन्छु। यो हेर्नुस् त यो डायगोनली डोमिनेन्ट छ कि नै पहिला त्यो चेक गर्ने क्वेसनमा जुन पनि क्वेसनमा डायगोनली डोमिनेन्ट छ कि नै त्यो हेर्ने। अब हेर्नुस् 2 + 3 5 र यो 6 छ यसको मतलब यो ठिक छ यो इक्वेसन 1 छ। अब यो -3 मतलब 3 + 1 4 अनि यो ग्रेटर यो पनि ठिक छ। त्यसो भए 2 + 1 3 अनि यो 7 यसको मतलब यो पनि ठिक छ। यो भयो 2 यो भयो 3 इट मिन्स इट इज इन डायगोनली डोमिनेन्ट फर्म म्याट्रिक्स फर्ममा के एउटा यदि कोएफिसिएन्टको म्याट्रिक्स बनायो भने एउटा डायगोनली के हुनु पर्यो डोमिनेन्ट जस्तो कि 6 - 2 3 - 3 9 1
अनि 2 माइनस 1 माइनस 7 हेर्नुहोस् न त्यतिकै यो डायगोनली डोमिनेन्ट रहेछ त त्यही त हो डायगोनली डोमिनेन्ट। अब यसलाई के गर्ने x1 x2 x3 को टर्म्समा लेख्ने त्यही भनेको थिएँ मैले। त x1 इज इक्वल्स टु कति हुन्छ 1/6 अनि -1 अनि यो प्लस 2x2 माइनस 3x3 त्यस्तै x2 कति हुन्छ x2 भ्यालु छ 1/9 अनि 14 प्लस 3x1 माइनस x3 त्यस्तै x3 भ्यालु छ x3 भ्यालु छ 1/7 म यसलाई यो साइड पठाइदिन्छु यसलाई त्यो भ्यालु छ 2x1 माइनस x2 अनि -7 यति भयो। अब मैले के भनेको थिएँ अब यसलाई क्याल्कीमा हालेर एन्सर निकाल्ने त सुरुमा के गर्ने इनिसियली गेस x2 = 0 र एन्ड x3 = पनि 0 यो त गेस गरेर हामी एन्सर निकालिरहेको छौँ नि। म फेरि एउटा इटरेसनको टेबल बनाउँछु। यहाँ हेर्नुहोस् त मैले सबै इक्वेसनलाई के गरेँ इटरेसन टेबलमा सबै भ्यारिएबललाई के गरेँ इक्वेसनको टर्म्समा इटरेसन टेबलमा हालिदिएँ है। अब फेरि म क्याल्की खोल्छु। अब हेर्नुहोस् म क्यालकुलेटरमा फेरि यहाँ फोकस फेरि म x1 लाई a x2 लाई b र x3 लाई c मान्छु र x1 को ठाउँमा xyz पनि हुन सक्छ। त xyz लाई पनि abc मानेर नै सोल्भ गर्नु कति सिम्पली सोल्भ हुन्छ हेर्नुहोस्। म भन्छु अल्फा a = 1/6 यहाँ हेर्दै गर्नु जे इक्वेसन छ म सेम टु सेम हाल्छु। यहाँ यो ब्लर छ तर हजुर कपीमा एकचोटि लेखिहाल्नु -1 प्लस 2x2 मतलब b माइनस 3c अनि इज टू। अब एउटा इक्वेसन कम्प्लिट भइसकेपछि इज टू अल्फा अनि इज टू यो होला अब b इज टू कति 1/9 अनि 14 प्लस 3a अनि माइनस c फेरि इज टू b को कम्प्लिट भयो फेरि इज टू त्यसपछि अब c को पालो c कति छ 1/7 त्यसपछि 2a माइनस b माइनस 7। अब यो तीनटै इक्वेसनलाई यस्तो टर्म्समा लेखेर के गर्ने यो प्रेस गर्ने यो डाइरेक्ट क्याल्की थिच्ने b को भ्यालु इनिसियली 0 हाल्ने c को भ्यालु पनि इनिसियली 0 हाल्ने र एकचोटि अझै इक्वल गरिदिने। अब यो जुन a को भ्यालु आयो x1 को भ्यालु हो माइनसमा यता फोकस म के गर्छु फर्स्ट इटरेसनमा x1 को भ्यालु कति गरिदिन्छु माइनस यहाँ के छ 0.1667 चारवटा कम्तीमा लेख्नु 1.5 र यो माइनस 1.261। अब सेकेन्ड इटरेसनमा यो के आउँछ योसँग मतलब छैन इक्वल गरिदिनु जस्ट a को भ्यालु आउँछ। सेकेन्ड इटरेसनमा a को भ्यालु 0.964 b को भ्यालु 2.017 c को भ्यालु माइनस 1.012 अब फेरि a को भ्यालु थर्ड इटरेसनमा 1.012 b को भ्यालु 2.005 जब रिपिट हुन थाल्छ भ्यालुहरु नि रिपिट हुन थाल्छ तब बुझिहाल्ने एप्रोक्सिमेट त्यही भ्यालु हुन सक्छ मतलब कन्स्ट्यान्टमा यो भ्यालु चाहिँ माइनस 0.997 फेरि थर्ड इटरेसन यो फोर्थ इटरेसन 1.0001 1.999 माइनस 0.9998। अब हेर्नुहोस् त यसरी गर्दा यो भ्यालुहरु अब रिपिट हुन थाल्यो। अब अझै गर्नुहुन्छ भने यतिकै लगभग आउँछ यतिकै यसको मतलब x1 एप्रोक्सिमेट कति आइरहेछ 1 x2 कति आइरहेछ एप्रोक्सिमेट
2 आइरहेको छैन 1 पोइन्ट छैन 1 पोइन्ट 999 मतलब 2 जतिको आइरहेछ एन्ड x3 कति आइरहेछ -0.9998 मतलब -1 जति आइरहेछ यसको मतलब x1 को भ्यालु 1 x2 को भ्यालु 2 x3 को भ्यालु -3 अब हामी एउटा इक्वेसनमा सेटिस्फाई गराउँछौँ गर्छ कि गर्दैन त यो हेर्नुस् त म लास्ट इक्वेसनमा हाल्छु 2 इन्टु x1 को भ्यालु 1 माइनस x2 को भ्यालु 2 अनि -7 इन्टु -1 त्यो कति हुन्छ 2 -2 अनि माइनस प्लस 7 यो दुईटा क्यान्सल मतलब 7 हेर्नुस् त त्यही छैन सेटिस्फाई भयो र यति हो गॉस एलिमिनेसन के भन्छ गॉस साइडल मेथड हामी क्याल्कुलेटरलाई युज गरेर कति इजिली सोल्भ गर्न सक्छौँ